अलराइट गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आयो सोजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। मैले चाहिँ ट्याक्क चाबी लिएर लागे पसल खोल्नको लागि। चाबी खोलिसकेपछि सटरलाई पनि खोलेँ। सटर खोलिसकेपछि चाहिँ सबै सामानहरू भित्र थियो, सबै बाहिर निकाल्नु पर्यो नि त। हजुरलाई मेरो डेली रुटिन त थाहा छ। मैले चाहिँ बत्तीहरू बालेर सामानहरूलाई चाहिँ बाहिर सबै निकालेर एकदम पसललाई चिरचट बनाएँ। हेर्नु त पहिला सामान भित्र थियो कस्तो थियो, अहिले चिरचट बाहिर निकालेर पोचा सोचा लाएर एकदम दामी क्लिन बनाए पसललाई चाहिँ। त्यसपछि भित्र गएको त मम्मीले चाहिँ मकै पोल्न लाउनु भएको रहेछ। हरियो मकै होइन गाइस, यस्तो हरियो मकै दामी मिठो हुन्छ कि पोलेको चाहिँ। अझ एकदम मलाई यसलाई पिल्साएर पड्काएको चाहिँ दामी नै मिठो हुन्छ, मलाई पनि दामी लाग्छ। अनि छोरोले पनि मकै खानको लागि भनेर सिङ्कामा उनेर खाँदैछ गाइस। उसलाई पनि मनपर्छ मकै चाहिँ। अनि मैले चाहिँ खाइहालेँ है मकैलाई, यस्तै कोपारी कोपारी सानोमा नि खाइन्थ्यो होइन, घरतिर चाहिँ दामी हुन्थ्यो। त्यो सेलो नुनमा डुबेर खाँदा चाहिँ दामी मिठो भयो। मैले खाएको देखेर छोराले पनि मजाले कोपारी कोपारी खाइरहेको छ गाइस मकै चाहिँ। मकै खानु फेरि खुसी भएर चाहिँ अझ यहाँ मलाई यो भनेर देखाउँदैछ, अझ यो मकै मिठो हुन्छ भनेर। मकै खाइसकेर बाहिर गएको चाहिँ यहाँ चाहिँ टिकटक बनाउनको लागि यहाँ सामानहरू झिक्दै रहेछन् बुढी र बहिनी भएर चाहिँ। बुढीले चाहिँ हाम्रो पसलमा यस्तो खालको म्याक्सीहरू पनि आएको छ, चाहिन्छ भने छिटो छिटो आउनु होला भनेर देखाउँदैछिन्। हाम्रो चाहिँ अहिले यो दामी खालको गाउन चाहिँ झरिरहेको छ एकदम सस्तो रेटमा। हजुरलाई चाहिन्छ भने आउन सक्नुहुनेछ, अनलाइनमा अर्डर पनि गर्न सक्नुहुन्छ। हजुरलाई यो चाहिन्छ भने अल ओभर नेपाल डेलिभरी हुन्छ यो सामान चाहिँ। छिटो छिटो अर्डर गर्नु होला, दामी दामी सामान। अरू सामान पनि झरेको छ गाइस, हजुरले त्यसको लागि चाहिँ श्रेष्ठ फ्यान्सीको टिकटक आइडीमा फलो गर्नु होला। ओके गाइस, आजलाई चाहिँ यति नै। हजुरले यो भिडियो मन परेमा लाइक गरिदिनु होला, नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। फेरि भेटौँ नयाँ भिडियोमा, त्यति बेलासम्मलाई बाई बाई।